हेर्नुस् यो सब कुरा मलाई नसुनाउनुस्। जसको छोरा उसैलाई फोन गर्नु। ओइ दिपा, स्कुलको मास्टरलाई मेरो बारेमा केही भन्थिस् क्या? मैले त कसैलाई केही भने छैन आमा। हेरे मैले अहिले भन्दैछु, मलाई स्कुलको फिस देखाइन भनेर नि कसैले सुनायो भने राम्रो हुने छैन। हैन मैले कता कता मिलाउने हो। आमा गएको महिना पनि बाबुको स्कुलको फिस दिएनम, यो महिना पनि दिएनम भने त बाबुलाई एक्जाममा बस्नै दिदैनन्। उहाँलाई फोन गरेर आमासँग कुरा गर भन्नुहुन्छ। के आमासित पैसा उम्रिने बुटो छ र? त्यही भएर भन्दै थिएँ मैले केटालाई सरकारी स्कुलमा हाल्ने भनेर। खुबै अंग्रेजी पढाउने भयो। मैले त अझै नै भन्छु त्यो स्कुलबाट निकाल। महिनाको चक्कै 5000 बच्च। दाइ बुनु भन त। दाइ हजुरलाई केही भन्न थियो? तिमीले केही भन्नु पर्दैन बुनु, ज्वाइँले अघि नै फोन गरिसक्नु भयो। मैले भान्जा बाबुको स्कुलको मास्टरसँग पनि कुरा गरिसके। तिमी भोलिबाटै भान्जा बाबुलाई स्कुल पठाऊ। हजुरले कति गर्नुहुन्छ हाम्रो लागि? अनि बहिनीको लागि भान्जा बाबुको लागि नगरे कसको लागि गर्ने त? बरु तिमीसँग मलाई एउटा कुरामा धेरै नै रिस उठेको छ। किन दाइ? तिमी बिहे अगाडि त हामीसँग केही कुरा लुकाउने थिएनौ कि अहिले हामी पराई भयौ? तिमीलाई केही दुःख पर्यो भने मलाई निसंकोच भने हुन्छ। यसै तिमी धेरै चिन्ता बोकेर बिरामी जस्तै बाँकी छौ। मलाई केही कुरा नलुकाऊ है बहिनी।